Hello guys, welcome back to another vlog. I hope तपाईहरु सन्चै हुनुहुन्छ होला अनि म सन्चै छैन अनि आज केटाहरुसँग आज चाहिँ केम्पा बजार जाँदैछु त्यहाँनिर लुगाहरु कपडाहरु किन्न अनि यसो घुम्न अनि राम्रो ट्रक लगिहरु हेर्न पनि के कस्तो हुन्छ तपाईहरुलाई मेरो भिडियोबाट देखाउँदै छु सुरुदेखि लिएर अन्तिमसम्म हेर्न नभुल्नु होला अब केम्पा बजारमा पुगेपछि भेट्नुपर्छ तिनीहरुको लागि होल्ड गर्नु साथीहरु हामी चाहिँ अहिले केम्पा आइसकेछौँ केटाहरुले यहाँनिर कपडा छान्दैछ कालोबाटै लेखेको कालोबाटै लेखेको हेर्नु छैन अझैले कपडा छान्दैछन् टक्क बनाएर केम्पा बजार चाहिँ आजको यस्तो छ हौ यस्तो छैन अरे केटा चुवाक पेन्टहरु छ त हौ यहाँ यो पेन्ट अब बबा लाग्छ भयो केटा ठिक हो अलिकति ठुलो दिनु नि दामी दामी मालहरु छ त मालहरु एकदम कडक माल छ कडक माल यो दोकानमा त कडक माल हो पेनहरु ओहो छुवा कपडा यहाँलाई बक्सर देखाइदिनुस् बक्सर यिनीहरु चाहिँ बक्सर किन्न आएको अनि म चाहिँ हेर्न आएको छु केम्पा बजारको नजाराहरु अनि यहाँ त अङ्कल बसिरहेको छु अङ्कलले चाहिँ केटाहरुले यहाँ सामान मिलाएर दिँदै हुनुहुन्छ त्यतिले हेर्ने हो चिल गर्ने हो एकछिनमा अरू पनि हेर्नुपर्छ बिस्तारै हेर्नुपर्छ केटाकेटी हो लगाइ एकछिनमा हेर्नुपर्छ अहिले भ्यूहरु चाहिँ सट्ट बनाएर हामी चाहिँ अब प्याजी आलु चप खाँदैछौँ दोकानबाट यहाँबाट किनेर अब यहाँ खाने काम गर्छौँ अनि अचार हालेर चाहिँ दामी छ मिठो खाएर हौ ओ यसले चोर्दैछ यो के भएको यो यहाँले अचार मुला नखाना हो नि त मैले यहाँले अचार साला चोर बब्बा केम्पामा चाहिँ प्याजी र आलु चप चाहिँ यस्तो पाइँदो रहेछ नि त केर्खा भन्दा त डल्ले कस्तो मिठो छ एकदम दामी छ कस्तो लागेछ कस्तो गनेरहेछ प्याजी दिपेपछि कस्तो लागेछ प्याजीको बबाल कस्तो न कस्तो उस्तै लाग्दैछ होइन सेम टेस्ट मलाई पनि हल्का सेम बट डिफरेन्ट सो आजको भ्लग चाहिँ यति नै रह्यो धेरै चाहिँ क्याप्चरहरू नहान्दिएको आज यति नै हान्दिएको अब चाहिँ हामी घरतिर सजाँदैछौँ साथीले घर चल्दियो अब हामी दुईजना ड्युटी गरेर घर लाग्दैछौँ आजको भ्लगमा यहीँ समाप्त गरौँ के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला हस्त बाई बाई।